20 वर्ष भइसक्यो अहिलेसम्म भर्जिन नै छु। न त इज्जत छ, न त जब छ, न त गर्लफ्रेन्ड नै छ। साला जिन्दगी नि यसरी नै बित्ने भयो। कुकुर दिउँसोको 12 बजिसक्यो, उठ्नु पर्दैन? अरे उठि नि रहेको छु त। हुन त उठेर नि फेरि खाएर सुत्ने नै होलास्। काम साम गर्न त यसो महाराजको मन पनि हुनु पर्यो नि त। अब अरूमा केही जान्दिन, तैँले बिहे गर्नु पर्यो। सायद तेरो स्वास्नीले तँलाई सुधार्न सक्छ कि। त्यही त भने यसो मेरो बिहे गराइदिनु न, अनि म बल्ल सुध्रिहाल्छु कि। नमस्ते। नमस्ते। अङ्कल खुट्टा ढोगे। हजुरको छोरा त एकदम संस्कारी रहेछ त। संस्कारी त खुब संस्कारी हुनु, छोरी देला भनेर होला। हजुर आन्टीसँग कुरा गर्नुहोस्, अङ्कलसँग म गर्छु। ट्यालेन्ट त धेरै रहेछ तिमीमा। होइन अङ्कल, आमाको मजाक गर्ने बानी छ के। त्यसो भए तिमी भन न, तिमीमा के छ त्यस्तो? मैले घरका सबै काम गर्न सक्छु। भनेपछि तिमी चाहन्छौ मेरो छोरी कमाएर ल्याऊ। यदि यसो गर्यो भने पनि मलाई त्यसमा केही दुःख छैन। अनि बाबु, तिमीलाई मेरो छोरी नै किन चाहियो? हजुरको छोरी सुन्दर छे, संस्कारी छे। गलत। न त मेरो छोरी सुन्दर छे, न त संस्कारी छे। योहरू त ठुला होला नि। जो तिमी सोचिरहेछौ त्यो त ठुलो छैन, तर के अरू नै ठुलो छ। होइन, यो कहाँ गयो? अङ्कल प्लिज, न त मलाई संस्कारी चाहियो, न त मलाई ब्युटिफुल, र न त मलाई होट। मलाई बस केटी भए पुग्छ। 20 सालदेखि भर्जिन छु। प्लिज हजुरले मलाई आफ्नो छोरी दिनु पर्यो। अरे बाबु, उठ उठ, खुट्टा ढोग्नु पर्ने नै केही छैन। म त्यस्तो दिइहाल्छु, तर केटा र केटीको मल मिल्नु पर्यो। छ्या साला, बेकारमा त 1 घन्टा हजुरसँग बर्बाद गरियो। हजुरको छोरी बोलाउनुहोस् न। आहा, कति संस्कारी रहेछ। भेट्न पनि मुख छोपेर आइछे। तिमीलाई म कस्तो लाग्यो? कुकुर जस्तो। तर मलाई डोगी स्टाइल धेरै मन पर्छ। त्यसो भए म बिहे फिक्स सम्झु त। तर मेरो एउटा शर्त छ। के? हामी दुईटैले गर्दाखेरि एकचोटि हजुर माथि चढ्नुहुन्छ र एकचोटि म माथि चढ्छु। ओ, भनेपछि पोजिसन बदली बदली गर्न चाहन्छौ? केही छैन, हुन्छ। त्यसो भए मेरो तर्फबाट नि ओके छ। एकचोटि आफ्नो फेस देखाइदेऊ नि त। तर तिमी बेहोस भइदियो भने म के गरौँला? हुन्न, बेहोस त हुन्न। मैले पहिले नै भनेको थिएँ तिमी बेहोस हुन्छौ, साँच्ची भएछ।